नमस्ते नमस्ते फेरि पनि स्वागत छ। देख्न सक्नुहुन्छ म चाहिँ नि आज एकदम लखर लखर गाउँघर डुल्दैछु हैन। हामी चाहिँ खगसीमा को काननयाँ भन्ने ठाउँमा आइसकेका छौँ र हिजो आइपुगेको हामी 2 दिन बिदा के गर्नु आउने बित्तिकै काम मङ्गलबारबाट हो। त्यही भएर यसो बजार खोज्दै खोज्दै हिँडेको हामी चाहिँ हल्ला बेच्यो बर हुने रहेछ यो ठाउँतिर ततै अनि यो चाहिँ नि यसो खेतहरू छ जताकै नि डाँडा काँडाले नछोड्ने भयो। हैन प्रदीप के छ त? ओइ ओ त्यो डाँडामा के हो है टुप्पोमा ऊ सेतो त्यो ताखेमाको डाँडो हो लग के हो यार त्यो निबुवा खै के हो हिँड म त छक्क परिसकेँ यार यो ठाउँ देखेर। के हो त रातो रातो फेरि खगसीमा पनि आइपुगे यार। जापान आउने बित्तिकै नगया 2 वर्ष बस्यो सहरमा बस्यो त्यहाँबाट गुनमाकेनको ताखामा आएर डाँडामा बसेको थिएँ। फेरि अहिले खै कुन खगसीमाको कुन गाउँमा आइयो। के हो यो यस्तो यो कुच्चो जस्तो खै होइन तर के हो के हो र यस्तै पहेँलो पहेँलो अब 2 महिना ड्याङ्गै यति हो ढुक्क। 2 महिना होइन वर्किङ यता होला म केही बोल्न सक्दिनँ। हे भगवान् कसरी बाँच्ने होला कि यस्तो सुनसान सन्नाटा। अब पछि वर्किङ लाएर आयो भने त झन् साथीभाइ पनि कोही नै। ओ माई गड भेट्न जाँदा नि प्लेन चढेर जानुपर्छ यार सबलाई। हाइवे यस्तो सुनसान छ यार। झन् बाइकमा हेरौँ है त के रहेछ के 100 रुपियाँ कस्तो हेर्दा नि पुरानो यार तिनीहरू बाइक त केही छैन त त्यो मन्स्टर छैन त्यो खाँदै नखाने खालेहरू मात्रै रहेछ। अनि के गर्नु खाने भनेको त एउटा कोक रहेछ अरू त के खर मन्स्टर भए पो यसो कहिलेकाहीँ घरिघरि बेला बेला आइरहनु हुन्थ्यो। गाउँघरमा बस्न शान्त त हो पिस सन्नाटा खाइन के अरे हल्ला हुन्न तर पुरा लाग्दो के। छिरा भयो प्रदीप तिमी धेरै फोनमा बिजी भयो। अन्त जापान यस्तो खालको देखेकै छैन खाल्टामा पानी भएको देखेको कसम हो क्या अहिलेसम्म फर्स्ट टाइम देखाएको। तिम्रो नसिबमा खाल्टो लगाइस्या तिमी जापानको रोडको कुरा गर्छ। ल साथीभाइ हामीले चाहिँ यहाँ भिन्डीको बोट भेटायो फेला पारीमा है। भिन्डी कस्तो मलाई लस्करे यहाँ चाहिँ के अरे एग्रिकल्चर चाहिँ बहुत रहेछ है खेतीहरू होइन पप्पु। हामी के अरे हिजो म घर खासमा यस्तो भएको क्या हिजो घरबाट बिहानै 7 बजे हामी निस्केको हो नि त उता मतलब गुनमाकेनबाट होस्टेलबाट। अनि बिहानदेखिको भिडियोज बनाउँछु भनेर सोचेको थिएँ। हाम्रो एकजना दिजु भइसक्नुहुन्छ क्या उहाँलाई बिहानै उठेर उठाउन गएको मेरो दिमाग खराब भइहाल्यो। त्यही भएर मैले भिडियो नबनाउनुको कारण त्यो हो क्या हिजो बुझ्यौ नि प्रदीप। बिहानै झन् दिदी ढिलो के अरे उठ्नु हुँदैन होला भनेर 6:30 बजे गएर ढोका ढङढङ गरेँ अनि निस्किने बेलामा त ढोकै खोल्दैन नि यार। दिमाग सड्की गयो त्यसपछि मैले भिडियो बनाएन।
अनि त्यही हो एयरपोर्टमा आएर चाहिँ हिजो अलिअलि भिडियो बनाएको छु। त्यसपछि अब अहिले देख्न सक्नुहुन्छ हामी चाहिँ आइसकेको छौँ हाम्रो गन्तव्यमा, मतलब हाम्रो ठाउँमा होइन। तर हाम्रो पाखायामा भन्दा चाहिँ अलिकति गाउँ मतलब घरहरू चाहिँ रहेछ। के भन्ने हौ, गाडी रोकेर जाउँ। तर यहाँ साइकल भयो भने चाहिँ ठिक हुन्छ क्या। ओइ अब गाडी त नसोचे नि हुन्छ, साइकल भयो भने चाहिँ, किनकि हाम्रो ताखामा त अलिक उकालो बाटो छ नि त, यहाँ चाहिँ सम्मै रहेछ क्या बाटो। त्यही भएर यहाँ चाहिँ नि साइकल चाहिँ किन्यो भने चाहिँ ठिक हुने रहेछ। के हो प्रदीप? साइकलै किन्नु अब यहाँबाट बाइकमा बुढिरहेको साइकल के भयो त, दुई पाङ्रे हो नि चाहिँ चलाइने। खाइस अलिकति अब हिँडेर जानुपर्ने रहेछ। अब हामीलाई पनि साइकल दिए त हुने है। साइकल चाहिँ दिन्छ होला एक घन्टा, यहाँ साइकलको लेन रहेछ नि त, यतातिर साइकलहरू चलाउँदो रहेछन्। तर यहाँ बेसी उयो हुने रहेछ क्या, खेतीपाती हुने रहेछ क्या। यो चाहिँ होइन र अम्लिसोको बोट होइन क्या अरे, खै म त चिन्दिनँ पनि। नामहरू थाहा चाहिँ छ, चिन्दिनँ कि म त थाहा चाहिँ। अब बाटो पनि गुगल म्याप हेर्दै हिँड्नुपर्छ, नत्र थाहा छैन। 100 रुपियाँ पैसा उयो गरेर त्यसमा 100 रुपियाँ, यसमा 100 रुपियाँ हालेर लिने क्या। तर मलाई सकरखण्ड खासै मन पर्दैन। भोटे जस्तो होइन, भोगटे नै हो। त्यतिको घर पनि बनाउन सक्यो त जापानमा, के चाहिन्थ्यो अरे यार। पैसा देऊ नि त मलाई सापट्टि, सापट्टि देऊ नि त पैसा देऊ मलाई। पहिला सुरु गएको फेरि तिनीहरूलाई देऊ न सापट्टि। गएको फेरि त सबैतिर जस्तो लाग्छ। यता सबै जग्गा बिक्रीमा रहेछ है, यता घर बनाउँदा हुन्छ। एउटा यो ठाउँको बारेमा यसो केही भनिदेऊ नि त तिमीले। यो गाउँ चाहिँ अब भर्खर त आयो, खासै त्यति त थाहा छैन। अब यहाँ चाहिँ अब खाना बस्न चाहिँ मरिँदैन जस्तो छ। मरिँदैन, काम पनि है। काम पनि अब यहाँ हाताको चाहिँ टन्नै पाइन्छ जस्तो छ होइन। ओइ बेथुको साग होइन हो, होइन रहेछ। हिँड्दा हिँड्दै बेथेको सागहरू अब भोकटे सागहरू सब हुँदो रहेछ। भने तर यहाँ ह्यान्ड ग्यास चाहिँ तर पाइन्छ जस्तो छ यार। भने है ह्यान्ड ग्यास एउटा पाएदेखि त दुईवटा काम भयो भने त, बिजी भयो भने त के साथी किन चाहियो र। पप्पु डिपेन्डेन्टको कुनै नगर यार, अहिले ठेगान छैन, आफ्नै ठेगान छैन। अर्काको छोरालाई के आशमा राख्ने। चुप लाग, यस्तो बेसे घरबाट त त मलाई अहिलेसम्म बिहेको टचर देखायो नि, तिमी मलाई टचर दिन्छु। पप्सलाई उसको घरमा उसको घरमा बाबाले बिहेको लागि उयो दिएर रहेछ, टचर दिएर रहेछ। अनि मलाई भन्दो रहेछ सोप हो र यो, सुँग अहिले आएर पुलिस आयो भने अनि सुँग भन्दो रहेछ है त्यहाँ गएर। कहाँ अर्काको बारीमा यो के हो के अरे मुरली मकै। ओइ मकैको बोट पनि म त फर्स्ट टाइम देखेँ जापानमा, देखेको थिएन। अब यो पनि सोपको बोट भन तिमीले। तिमीले यो आँखाले देखेछौ नि जति, यो सबै मेरो जग्गा हो। अरे कहना क्या चाहते हो? पप्पुलाई नि मैले धेरै गफाडी हुने होइन।
ऊ त चोबा डाँडा हो है ऊ त चोबा डाँडा हो अनि ऊ त कीर्तिपुर डाँडा हो वहाँ माथि भालेश्वरको टोकियो छ भालेश्वर महादेवको त मूर्ति नै छ अरे होइन वहाँ डाँडा हो तिमीलाई कुनै कतै एङ्गलबाट तिमी जापानमा छु जस्तो लागेको छ भन त म त अब यता के अरे हन्टिङ आए जस्तो लागिरहेछ खोइ सुप्पा अब हिँड्दा हामी त खाइसै आइपुग्नु लागिसक्यो जस्तो छ यार। खाइयो अब काम सुरु हुन्छ होला यत्रो हिँडेर आयो भरे सुप्पा बन्द हुनु अरे के 24 घन्टा खेल्नु तर जे होस् लसन के हो हेर्दै लसन चाहिँ नजिकै रहेछ खै के हो यो के को डल्ला हो यो उस होला हौ मुला होइन मुला होइन त्यस्तो त्यो कोनमिनी होइन त सुप्पाहरूमा पाउँछ त ठ्याक्कै भन्ने आएन कि नाम एक्ज्याक्ट भन्ने आएन त्यस्तो हेर्दा चाहिँ यो थाहा त पाएँ मैले धेरै हुँदो रहेछ कौवा काग हेर न हौ कति यस्तो गाउँहरू ठाउँमा चाहिँ हो कि हुने हो त काग त जापान तर जापानको कौवा यत्रो बडेमानको मोटो मोटो हुन्छ नि खाइलाग्दा त्यसमा धेरै खान्छ त्यो पप्पु के भन्छ यार उसको नाम चाहिँ प्रदीप हो है त्यही भएर पप्स भनेको पप्स निक्नेम प्रदीप इजिकल्स टु पप्स पप्पु राजेशको के अरे राजेशले त अझ राजेशले सानो भन्छ अनि हाम्रो के अरे अजुले चाहिँ बाबु भन्छ अझ अनि हाम्रो चाहिँ पप्स हो पप्स पप्पु अब 2 महिनाको साथी हो ऊ। यहाँ उसको दिमाग 2 महिनाको साथी मतलब यहाँ काममा यो ठाउँमा सँगै हामी त हामी गएकोबाट एउटै गएकोबाट मलाई टचर दिन्छ भने आफैले टचर अनि यो पप्पुलाई टचर दिन्छु भनेको मैले मेरै उल्टै दिमाग तारेर कति बोले हुन् के बोल्छन् ल हामी चाहिँ फाइनली सुप्पा पनि आइसकेको छौँ अब सुप्पाभित्र चाहिँ मैले भिडियो बनाउँदिनँ है हामी चाहिँ सामान किनिसकेर निस्क्यौँ कति महँगो यार यो सुप्पा त लास्ट महँगो रहेछ होइन यो अनि देखाउ त यता प्रदीप यति सामान किनेको एक मन अलिक त लास्टै बढाएर चाहिँ नभन फेरि एक मन 8,000 मा के 8,000 10,000 कति फिर्ता आयो 2,000 ठ्याक्कै 2,000 हो र लास्ट महँगो रहेछ यार यो 2 महिनामा हाम्रो पैसा कति छ यो 2 महिनामा हाम्रो कति पैसा सकिने हो हेर्दा भन्दा मात्र यो अलिक भित्र गाउँ भन्नु लास्ट महँगो रहेछ यार सामानहरू बरु नागोयाम पहिला बस्दाखेरि अलिक ठिकै जस्तो लाग्थ्यो प्राइस त्यहाँ भन्दा नि लास्टै अलिक महँगै लाग्यो है मलाई चाहिँ कति सस्तो थियो नागोयामा अब के गर्नु बजार गएर आइयो अब घर फर्किँदैछौँ हामी चाहिँ 2000 पनि एउटा सुगा बन्द त्यो प्राइजहरू देखेर छक्क पऱ्यो यार 2 महिनामा हामी त कमाएको पैसा जति सबै यही सुप्पामा सामान किन्दै सकिनु छ जस्तो छ यार प्रदीप त्यही त खाना नि पऱ्यो है चुलाको काम गर्नुपर्छ खानु त परिहाल्यो दिदीलाई आउनु दिदी जम बजार अब दिदी भेजिटेरियन हुन्छ अनि सागसब्जी किन्नु हिँड्नु भनेको म त रिङ्गटा लाहा उठ्नै सक्दिनँ गर्नुहुन्छ अनि के भन्नु सक्दिनँ म झेल्न अनि ला के छु यो एउटा यस्तो के छु यो अब बजारबाट आएको हामी सामान किनेर अब खै राम्ररी देखाउनै त बजार चाहिँ हो त्यही हो उतापट्टिको बजार चाहिँ बजार त्यो पारी गाउँबाट सामानहरू किनेर आएको हामी अब यसरी हाइवे खोइ हाइवे बाटो रे खोइ हाइवे के हो न गाडी साडी देख्छु अब ठमक पहिला मामा घर जाँदाखेरि गाउँमा त्यो बजार हटिया हाट बजारबाट आउँदाखेरि यसरी नै सामान बोकेर हिँड्दै
त्यो ठाउँमा त बुढा बुढा बाजे बजेहरू मात्र बस्दो जस्तो यार एउटा भर्खरको मान्छे देखेको छैन अहिलेसम्म मैले भने बाजे बोजूहरूमा मतलब त्यो हुन्छ नि अब नेपालमा जस्तै कि गाउँघरमा यहाँ बाटो देखाउने अहिलेसम्म जापान आएर देखेको यही हो अघि पपुलर मतलब हुन्छ नि हाम्रो नेपालमा जस्तो के गाउँघरमा चाहिँ अब मतलब ठिटाठिटीहरू मतलब हाम्रो उमेरकोहरू सब चाहियो जति बेला होइन मतलब भन्नु खोजेको यङहरू के जेन्जी भनौँ न उनीहरू चाहिँ नि अब सहरतिर बस्छ नि त पढाइको लागि अथवा केही कामको लागि रोजगारीको लागि अनि गाउँघरमा चाहिँ नि बाजे मतलब आमा बाउहरू बुढाबुढीहरू मात्र बस्छन् सेम त्यस्तै क्या यहाँ पनि कोही भर्खरका त देख्दैन यार गाडी चलाएर सबै बुढाबुढी बुढापाकाहरू मात्र अझै खेतीपाती गरेको देखिरहेको छु अब यताबाट पप्पुले मलाई च्यालेन्ज दिएको क्या मैले बाटो पत्ता लगाउँछु कि लाउँदिनँ भनेर म आइरहेको छु नगर स्विट किचन अरे स्विट किचन अनि यता ढुङ्गा उयो त चिया बगान हो क्या हो फर्कु न है के हो यो चिया बगान हो र के हो र यो अनि के को बोटो हो यसरी लस्करे ए हेर न त यहाँ ढुङ्गा अड्केछ ल ल ल छिटो ढुङ्गा निकाल अनि त्यही हो के भन्दै थिएँ भने मैले त्यो मुलाको बोटहरू हौ त्यो घरि अब चिया बगान हुन्छ घरि मुला अब त्यस्तो मान्छे गाउँघर तर अलि त गाडी यहाँ जे होस् हरियो वन चाहिँ देख्न मतलब हरियो 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 ठाउँ मतलब जङ्गलहरू होइन भ्यूहरू ग्रिनेरी चाहिँ छ त्यही चाहिँ रमाइलो हो अब बिस्तारै अब सबै यहाँ पनि बस्दै गएपछि बानी हुन्छ चिन्ता गर्नु पर्दैन बानी नभइन्जेल चाहिँ नि अलिकति यहाँ के भन्छ लोप हुन कि के भन्छ त्यसलाई प्रदीप यहाँ क्या अलिकति खै जेसुकै होस् थाहा भएन मलाई अरे कहना क्या चाहते हो वर्डै बिर्सेर तिम्रो मोटा दिमाग पप्पे लाने फेरि पप्पे लाने मैले चाहिँ काट है यस्तरी सामान बोकेर हिँड्नुपर्छ सामान पनि यहाँ भारी भइसक्यो हात दुखिसक्यो झोलाले म भिडियो गरेर दिन्छु यो एकछिन बोक्नु उसलाई सामान बोक नचिला अनि मलाई सामान बोक भिडियो गरिदिन्छु रे भिडियो अझै पोकेमा बनाइदिन्छु खतरा भनेको अझै के भयो 4K मा बनाइदिन्छु भनेको है भयो ल बरु बोक त म तिम्रो भिडियो 4K मा बनाइदिन्छु मैले बनाउँदै तिमी भनेको भ्लगर मान्छे युट्युबबाटै पैसा कमाउने तिमीलाई मैले अहिले अहिलेको मकैबारीमा लगाएर फाल्छु है भ्लगर मान्छे म युट्युबबाट नि अब महिनामा 60,000 त आउँछ होला डलर झर्छ होला चुला हिँड अगाडि यो चाहिँ हाम्रो अघि उता चोला डाँडा भन्ने थिएँ यो किर्तिपुर डाँडा हो यहाँबाट अब घर नजिकै छ धेरै टाढा होइन अघि भिन्डीको बोट देख्यो मुलाको बारी देख्यो अनि के देख्यौँ हामीले अरू जापानमा आएर मुला चोरमा तिमी मुला चोर्न चाहिँ नजाऊ है आफैले भनेर अनि मलाई कहाँ भन्नु लाग भाइ मुला चोरम सर्ला चोरमहरू झूठ पे झूठ बोलती जा रही है शर्म नहीं आती यो पपुलास फटा रहेछ यार कस्तो मैले यो प्रदीप यस्तो फटाखा भन्न सोचेको थिइनँ झन् यहाँ खाइस अब सँगै काम आखा होइन झन् म यो प्रदीपको यस्तो दिमाग चाड्छु भन्न सोचेको थिएँ मलाई साइको बनाइरह भने यार मलाई साइको बनाउनु खोज्छ भनेको यहाँ लास्ट क्या है यो ठाउँमा चाहिँ हलुवा बेदहरू लास्टै पाइने रहेछ क्या यस्तै लड्डरम्मै फलेको पनि खान्न हल्ला बेद होइन क्या माथि एउटा जति यता लुत्रे खा क्या त्यहाँ टुप्पो टुप्पोमा पनि फलेको मलाई त मन पर्दैन कस्तो मजाले पाके है
त्यो के हो है प्रदीप उ त्यो ए न्यू हो गयो त पाक त्यो कस्तो त्यस्तो निबो हुन्छ न्यूमा नि त भोगटेको बोर्ड जस्तो त गाडी नि हिँड्दो रहेछ आनन्द एउटा BMW किनेर ल्याउनु नि यहाँ ठिक हुन्छ हाम्रो घर जाने बाटो चाहिँ यस्तो हो जिउँदो कुखुरा पाइँदैन है पालामा बिहान बिहानै उठेर त्यो उयो पहिलो भन्ने क्या उयो पहिलो पहिलो चाहिँ के रहेछ क्या बाटो भएर रहेछ हौ के भन्ने रे प्रदीप कुखुरा पाल्ने अनि त्यहाँबाट बिहान बिहान काममा जानुभन्दा अगाडि चारा हाल्ने अनि त्यहाँबाट भन्ने क्या होइन हो यो के को बोट हो नरिवल यो त खजुरको बुटो हो कि के हो नरिवल हो कि के हो हजुरको बोट हो र हाबिबी कम टु दुबई चिन्दिनँ मैले पानी पुस्नु हुन्छ कारखाना हो क्या यो चाहिँ हाम्रो खाइस यही त चुप ट्र्याक्टरहरू ए है म बस्ने गाउँ पैसाले गर्दा चाहिँ मलाई पनि भ्लकर बनाउनु के अरे ब्लकर भ्लकर बनाउनु ब्लगर ब्लगर के अरे ब्लगर के अरे जी हो जी ब्लगर ब्लगर अझै अझै जिब्रो लगाएर Vlogger. ब्लगर ब्लगर अरे ब्लगर के ब्लगर ब्लगर ब्लकर भन्यो भने त तिमीले ब्लगर तिम्रो अझै बोल्ने तोते छ अब अलिकति सुधार आऊ चुप्ला यो क्या पहिला पहिला के को बोट रहेछ है जति बेला नि पहेँलो पहेँलो बोल्ने मलाई यहाँ कस्तो झ्याउ खाइसक्यो सामान बोक्दैन म भिडियो गराइदिन्छु क्या ब पर्दैन ओके हाम्रो घर ओके ए ऊ त दाइ आएको रहेछ नि होइन? हाम्रो घरि यो चाहिँ केटाहरूको हो यो चाहिँ हाम्रो केटीहरूको दिदी र मेरो सामान किनेर आएको त्यत्तिकै सामान बोकेको थाक्यो थाक्दैन त हिँड न त्यो सामान को लगिदिन्छ भित्र त्यहाँ ढोका बन्द छ नि त नि लक लगाएर लक लाखा होला त्यो खोलेर हेर त एकचोटि त्यसै लक लाखा हुन्छ केटीको उसमा त लक त बेल बजाउँछ तिमी चाबी दिए दिदी हुनुहुन्छ क्या चाबी एउटा मात्रै बजाउ न दिदी सुन्नुहोस् न दिदी दिदी खोइ कति छिटो किनेर आएको यी कस्तो हो र ढोका नखोल्ने तपाईँ कसले भिडियो कल गरेको खोइ ब्लगर हो क्या ब्लगर के अरे के खानुभयो दिदी हँ के खानुभयो दिदी दिदी के खानुभयो ल हेर न फेरि जे खायो नि के भयो भन्नुहुन्छ अब प्रदीप हामी सामान मिलाउनुपर्छ अन्डा फुटेछ यस्तो खाया रुमको हालत सबै भन्नु न सुपा गएर सामानहरू किनेर आयौँ त्यसपछि फ्रिजहरू कति फोड्थ्यो यार सबै सफा गरेँ अनि सामानहरू मिलाएर बसेँ है त म चाहिँ नि आजलाई चाहिँ अब यति नै त बाई बाई